नमस्ते। आज चाहिँ हामी मेन्ताई पार्क घुम्न जाँदैछौँ र हाम्रो मिस्टर सेजीको बाबाले चाहिँ गाडी चलाउँदै हुनुहुन्छ। हामी चाहिँ फर्स्ट टाइम जान लागेको हो। त्यहाँ चाहिँ एकदम रमाइलो छ अरे बेबीहरूको लागि र मेरो सेजी सुतिरहेको छ। उसलाई गाडी चढ्ने बित्तिकै निन्द्रा लागिहाल्यो अनि सुतेछ मजासँग। बिहान सुतेको नभएको कारणले गर्दा चाहिँ अहिले सुतेको छ। फेरि एकैछिनमा उठिहाल्छ। फेरि एकैछिनमा उठेर उसको हाँस्ने रोने खेल्ने उसको कुनै ठेगाना छैन क्या। अनि हप्तामा 2 दिन मात्र बाहिर निस्किन पाउनु भएको भएर होला मेरो छोरा चाहिँ एकदम खुसी हुन्छ। एकदम खुसी हो। कति माया लाग्दो क्युट छ स्माइल पनि मेरो छोराको। अनि हामी चाहिँ पार्कलाई लगेर जाँदैछौँ र त्यहाँ चाहिँ अब तपाईँहरूले देख्न सक्नुहुन्छ एकदम राम्रो छ अरे क्या। अनि मेरो पुन्टु चाहिँ गाडीमा झगडा गर्छ घरि के गर्छ त्यसरी हाँस्ने बोल्ने खेल्ने गर्दै जाने हो। म चाहिँ अहिले चाहिँ आऊ 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 भनिरहेको छ। कति नाटक पार्न जानेछ मेरो पुन्टुले। फेरि यता चाहिँ फेरि अब फेरि यस्तो गीत गाउन लाउन पऱ्यो छोरालाई। गीत गाउन थाल्छ कराउँछ माइकमा देख्ने बित्तिकै कराइहाल्छ फेरि मेरो छोरा होइन। अनि छ अनि त्यहाँ चाहिँ दिदी बेटी र बाबु बोकेको छ र बाबु बोक्दै अनि रमाइलो। अनि हामी चाहिँ मेरो छोरा चाहिँ फर्स्ट टाइम हो कि यो यस्तो ठाउँमा गएको र छोरा मात्रै होइन हामी म र मेरो बुढा पनि फर्स्ट टाइम हाम्रो परिवार चाहिँ त्यहाँ चाहिँ मेन्ताईको खानेकुराहरू बन्द रहेछ। अनि एकदम मलाई चाहिँ फेरि मेन्ताई एकदम मनपर्छ। अनि त्यहाँ गएपछि झन् रमाइलो पनि लाग्यो। कस्तो रमाइलो क्या बच्चाहरूको लागि। अनि त्यहाँ चाहिँ मेन्ताई टेस्ट गर्नु पनि पाउने रहेछ र मैले पक्कै खाएँ र मै मात्रै रहेछ खाने चाहिँ। फेरि हाम्रो अरू कसैले मेन्ताई मन नपराउने रे। अनि त्यहाँ चाहिँ बच्चाहरू खेल्ने ठाउँमा स्क्रिन रहेछ। त्यो स्क्रिनमा ट्याप गर्ने त्यहाँ माछा चरा के रहेछ अनि खेलिरहेछ। बाबाले चाहिँ फर्स्ट टाइम खेलाउनु भएको छ र अलमल्ल परेछ मेरो छोरा बिचरा। यता फेरि छोरी खेल्नु भनेपछि अब के गर्ने मेरो छोरा त अलमल्लै छ बिचरा। फर्स्ट टाइम भएको भएर होला। अनि उता मजाले खेलिरहेको छ अहिले पछि चाहिँ। अनि फेरि चिप्लिटी खेल्न लाग्यो बाबा छोरा। अब यहाँ चिप्लिटी खेल्दै हुनुहुन्छ उनीहरू चाहिँ। अब रमाइलो छ के गर्नु विदेशमा हप्तामा 2 दिन बिदा हुन्छ। अब बिदाको टाइममा छोरालाई पनि लाने। अरू बेला त बिचरा मेरो छोरा दिनभरि घरभित्र एक्लै आमा छोरा होइन। अनि त्यहाँ चाहिँ यस्तो राम्रो ठाउँहरू पनि थियो कि। अनि हामी चाहिँ पुरा त्यहाँ आमा छोराले स्लो मोसनमा भिडियो पनि भिडियो बनाइदिँदा फेरि मेरो घरबहादुर हो मेरो बुढा। अनि फेरि चिप्लिटी खेल्न पनि गयौँ। चिप्लिटी खेल्ने बेलामा एकदम रमाइलो पनि भयो। अनि त्यसपछि हामी फर्क्यौँ घरतिर। घर फर्केर मोमो बनाएर खाने प्लानिङ भयो। अनि दिदी घर गएर मोमो बनायौँ। मोमो बनाएर अनि खायौँ। अनि हेर्नुहोस् मोमो पनि मैले खतरा बनाउँछु फेरि एकदम मिठो भएको थियो। यो चाहिँ गुङ्गुरको मासुको मोमो पोर्क रे के पोर्क। दिदीले एकछिन रोक्नु भनेको थियो। मैले कप्पै खाइदिइहालेँ चेसै नगरिकन। अनि फेरि चेस गर्ने भनेर फेरि चेस गरेर सबैले खायौँ। अनि मेरो छोरा एकछिन खेल्यो त्यहाँ दिदीको प्रजिना छोरीको गाडीमा। अनि छोरीको गाडीमा चढेर छोरा एकछिन इन्जोय गर्यो रमाइलो गर्यो। अनि त्यसपछि हामी चाहिँ दाइ काममा जानुभएको थियो। अनि हामी चाहिँ घर फर्क्यौँ। अनि हेर्नुहोस् त कति राम्रो छ त्योभित्र। यो चाहिँ तोमियोटाको मेन्ताई पार्क हो। गुम्बा केनमा पर्छ। हाम्रो छोरी लास्ट पार्टी हो फेरि पार्टी छ छोरी। है त गाइस आजलाई मेरो भिडियो यति नै। मैले फर्स्ट टाइम भोइस रेकर्ड गरेर बनाएको। तपाईँहरूलाई कस्तो लाग्यो कृपया प्रतिक्रिया दिनुहोला। हस्त बाई बाई।